ल सुटकेस चाहिँ रेडी भएको छ यहाँ हैन अब सुटकेस ह्यान्ड क्यारी रेडी भएर जानुपर्छ अब आज काम गएर आएर अनि पुरै अब यहाँ सुटकेस रेडी गरेर आनन्दले बस्ने अब मेरो चाहिँ हेल्थ एकदम नाजुक भएको छ रुगा खोकी लाएर सो पनि कस्तो आइरा होला हैन एनीवे ओके इट्स गेटिङ देयर नाउ अब रेडी भइसक्यो सबै अब वेटिङ फर फ्लाइट टाइम अब त्यही हो ओके दिस इज इट अब जाँदैछौँ सिडनी अनि सिडनी गएर चाहिँ अनि one night स्टे there अनि त्यसपछि चाहिँ भोलिपल्ट चाहिँ हाम्रो छ प्लेन त्यही हो अनि रमाइलो भइहाल्छ पुरै यहाँ के ट्रेनमा पुरै भरिमभराम यहाँ साउन्डहरू पुरै छ होइन म देखाउँछु रमाइलो भइहाल्छ पुरै 5 बजी उठेर अनि हिँडेको पुरै गएर अब बस्नुपर्छ आनन्दले अलराइट आज चाहिँ हामी सिडनीमा अनि पुरा यहाँ पाक्दैछ यतिकै बोकेको म्याट पुरा यहाँ गेस्ट खान पेयाई हुँदैछ यहाँ अब होइन अनि सेफहरू चाहिँ यहाँ पुरै यहाँ खानासाना पकाएर अनि बसिरहेको छ यहाँ सेफहरू जस्तो भइरहेको छ यहाँ पुरै धमाधम पकाउँदै यहाँ पुरै ऊ मोमो यहाँ पुरै कुखुराको मासु पाक्दै पुरै होइन ऊ अनि यहाँ पुरै के हो यहाँ पुरै पाक्दैछ अब यहाँ अनि लोकल चिकन ओहो विशेष दादा भनेर लोकल चिकन मिठो हुन्छ अरे लोकल चिकन पकाएर पुरै यहाँ कहाँको बारीबाट मारेर लिएर आएको हर्सुलको बारीबाट बाटोमा भेटाएको यहाँ पुरै रुस्टर हो बाटोमा भेटाएको रुस्टर हो पुरै पाक्दैछ यहाँ पुरै खत्रै पाक्दैछ पुरै यहाँ थ्याङ्क यू गाइज फर अल योर एफोर्ट मोस्ट वेलकम ब्रदर एनी टाइम यहाँ पुरै यहाँ के भन्नु छ हजुरलाई हजुर के भन्नु छ एकदम खतरा हुनेवाला छ दाइ औँला चाटेर खाइन्छ आज अब जाँदैछौँ हामी 5:32 अनि त्यसपछि रमाइलो भइरहेछ थ्याङ्क यू टु मुना फर अल योर हस्पिटालिटी अब पुरै अनि अब यहाँ पुरै गाडी यहाँ पुरै हाम्रो यहाँ पुरै बुक हानेछ पुरै यहाँ ल थ्याङ्क्स भिडियो खोज्नु पऱ्यो नि त यस्तरी ल गाइस इट वाज नाइस मिटिङ यु गाइस होइन एकदम राम्रो कम्पिटिसन भयो पुरै लग्जरियस स्वादिष्ट टाइपको हस् ओके फर्स्ट यो 5 स्टार हाम्रो त के म्यारिटन भन्दा खतरा भयो त्यो मा भान्जी सेटिङ डन सबै कुरा डन भइसकेको छ नि अनि अब चाहिँ हामी यता आउँदैछौँ कफी फर्स्ट मिनट रेस्ट त्यो भन्ने होला रेस्ट छ दामी हुन्छ त्यही हो ब्यागेजमा चाहिँ कति एक्टिभ भयो ब्यागेज चाहिँ वेट धेरै नै भयो भने चाहिँ हामीले कति 4-5 केजी नै बढी भएको थियो है 4-5 केजी नै कन्सिडर गरेर एकछिन बस्यो हामी यहाँ सपिङ गरेर सपिङ गर्दै आयो अनि केही लिन जाँदैछ भने चाहिँ एयरपोर्टमा आइपुग्दा हुँदोरहेछ ब्लुटुथ किन सस्तो मैले त्यही मौकामा एयरपोर्ट्स पनि लिएँ होइन किनेर होइन एयरपोर्ट्स किन्यो कति 250 कि कतिको एयरपोर्ट्समा कति 175 कतिमा त्यो पनि 4th जेनेरेसनको पुरै सस्तो लाग्छ त्यही हो अलिकति किन्नु सक्यो भने चाहिँ यहाँ किन्दा हुँदैछ त्यही हो 10-15 फ्लाइट छ स्पेन टु लङ टाइम ऐनाको चाहिँ एकदम एक्टिभ भएको थियो गाई गाची 30 केजी 30-35 केजी मिनिमम पनि गर्नुपर्छ क्या
भयो कार्ड ल अब चाहिँ एयरपोर्टमा पुरै एयरपोर्ट्सको अनबक्सिङ हुँदैछ आज पुरै अनबक्सिङ पुरै भिडियो पनि हुँदैछ एयरपोर्टमा पुरै त्यो पनि मैले गरिदिएँ आज यो चाहिँ एयरपोर्ट्स 4 हो होइन खतरा अनबक्सिङ हुँदैछ केही पनि होइन एउटा दुईवटा यो अनि एयरपोर्ट्सको मात्र आउँदैछ आजकल नो चार्जिङ केबल आजकल त यो डल्लो मात्र आउँछ के आउँदैन त्यो कस्तो सानो रहेछ दिदी पहिलाको भन्दा चाहिँ एकदम सानो छ मैले चाहिँ विदाउट नोइज क्यान्सलेसन लिएको हो अनि त्यो स्टिकर पनि आउँदैन छ आजकल एप्पल सक्स स्टिकर पनि दिँदैन आजकल प्राइस कटिङ अनि यसमा त्यही त्यति मात्र चार्ज गर्ने हो USB-C होला यो केबल and then yeah peace अब पुरा गइरह्यो होइन अब चाहिँ 5 घन्टा बाँकी छ हामी जानको लागि रमाइलो भएछ अब चाहिँ हामी ल्यापटपमा फिल्म हेर्ने हो 2 घन्टाको लागि अनि रमाइलो हुन्छ पुरा रमाइलो भएर पुरै यहाँ ब्ल्याङ्केट ओढेर पुरा यहाँ चिलमा बसिरह्यो पुरै Audio checking so second position back to oh password number 5 yeah 5 hours 15 minutes maybe 5 hours yeah हाम्रो 5 boy boarding group आजको स्टार्टबक्स खत्तम यो मिठो थिएन स्टार्टबक्स एकदम राम्रो स्टार्टबक्स $15 त्यति खर्च मिठो केही पनि थियो Okay, जाँदैछौँ हामी Day 3 अनि अब गएर अब 2 hours को ड्राइभ हुन्छ होला तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी हो मायालाई सिलबन्दी